यो देशमा पसिना बगाउनुपर्छ, पसिनाको क्रान्ति गर्नुपर्छ। अब हामीले एउटा दाजुभाइले अर्को दाजुभाइको एउटा नेपालीले अर्को नेपालीको रगतको गाह्रो देश बन्दैन हो। देशको माया गर्ने मान्छेहरू हुन्छ। यो देशमा पसिना बगाउनुपर्छ, ढुङ्गा बोक्ने मान्छे पनि रुँदो रहेछ है। किन रहेको होला ढुङ्गा बोक्ने बिचारा? ढुङ्गा बोक्ने मान्छे, माटोसँग लडीबुडी खेल्ने मान्छे हैन, माटैमा मिल्नुपर्छ, माटैबाट उब्जाको सबै चिजबिज खाएर जिउनुपर्छ भन्ने भावना बोकेको मान्छे है। ढुङ्गा बोकेर हिँडिया छ खोलामा है, केही गर्छु भनेको छ, ढुङ्गाले खिचिरहेको छ। बाफ्रे बाफ्रे, गाह्रो छ, गाह्रो। यो देशमा पसिना बगाउनुपर्छ, पसिनाको क्रान्ति गर्नुपर्छ। अब हामीले एउटा दाजुभाइले अर्को दाजुभाइको एउटा नेपालीले अर्को नेपालीको रगतको गाह्रो देश बन्दैन हो। देशको माया गर्ने मान्छेहरू हुन्छ। जो व्यक्तिले आफ्नो देशलाई माया गर्छ, ऊ देशको अवस्था, समस्या वा पीडादायी घटनाहरू देख्दा दुखी हुन्छन् र रुन्छन्। जब देशमा गरिबी, बेरोजगारी, अशिक्षा, भ्रष्टाचार वा अन्य सामाजिक समस्याहरू बढ्छन्, तब देशप्रेमी मान्छेलाई पीडा हुन्छ र ऊ रुन्छ हैन। किन रोएको होला त? रुनुपर्ने आवश्यकै थिएन नि त। एउटा खोला खोला दगुर्ने है, खोलाको ढुङ्गाहरू बोक्ने रुइरहेको देखिन्छ नि है। देशको नेताहरू जनताको भलो नगरी स्वार्थी निर्णयहरू गर्छन्, तब राष्ट्रवादी मन भएका, राष्ट्रलाई प्रेम गर्ने व्यक्तिहरू निराशा हुन्छन् अनि आँसु नझर्ने कुरै भएन हैन। आँसु झरिरहेको छ नि हैन। र सामाजिक सञ्जालमा अथवा समाजमा धनी गरिबको, जाति भेदभावको गहिरो खाडल देखिन्छ र गरिब कमजोर वर्गमाथि अन्य अत्याचार हुन्छ। त्यस्तो अवस्थामा पनि देशप्रेमी मान्छे रुन्छ। त्यस्तो अवस्थामा पनि साँचो देशभक्ति, देशप्रेमी मान्छे रुन्छ। तब त यहाँनिर रोइरहेको देख्नु भएको छ। एउटा श्रमदान केन्द्रमा धेरै मान्छेहरूको बिचमा उहाँले चाहिँ आँसु खसारनु भएको छ। ओ व्यक्ति हुन् ढुङ्गा बोकेर जीविका उपार्जन गर्ने र ढुङ्गा बोकेर देशलाई टेवा दिन्छु र देश बनाउँछु भन्ने व्यक्ति हुन् मेयर हर्कराज राई अथवा हर्क साम्पाङ राई। कस्तो लाग्दैछ साथीहरू यो भिडियो? यदि राम्रो लागेमा ठ्यास लाइक गरेर जानु होला मेरो गाउँसी अपडेट युट्युब च्यानललाई है त। बाई बाई, टेक केयर।